लासो फ्याफुल्ला है सबैजनालाई खुबै नाच्न आउँदो रहेछ तिमीलाई भाइ भाइ तिम्रो खुट्टा चालेको मिलेन म सिकाउँछु आउ रे के यो धामी झाँक्रीको महाराजा कि को भन्नेले कमेन्ट गरेको रहेछ तामाङलाई झाँक्री नाच्नलाई तिमीले सिकाउनु पर्छ तामाङको इतिहास खोज युट्युब होला गुगल होला त्यहाँनिर बुवा बाजेहरू होला सोधा जाऊ के तर्साउन खोजिरह कमेन्ट गरेर मेरो 3 पुस्ता देखेँ मैले झाँक्री मेरो सन्तानमा म तामाङ जातको बोमजन थरी नामलाङ्गे बोमजन बोम्बोखोरको मेरो बाउ झाँक्री मेरो हजुरबाउ झाँक्री मेरो हजुरबाउको बाउ झाँक्री मेरो सन्तानै झाँक्री मेरो मावली नुवाकोटको स्याङ्बो थरको तामाङको उसको पनि हजुरबाउ झाँक्री मेरो सन्तान उता मावली सन्तान सबै झाँक्री हाम्रो तामाङ समुदायमा जन्मदेखि मृत्युसम्म लामा र झाँक्रीको चाहिँ नङ्ग्रा मासुको जस्तो सम्बन्ध छ बुझ